हेलो युट्युब साथीहरू सबै सन्चै हुनुहुन्छ। आज म र मेरो डिपार्टमेन्टको साथी अतुल शिवघाटतिर घुम्न जान लागेको है। हाम्रो अतुल सर चाहिँ यही के भन्छ टियुको खैरेनीमा ब्याचलर सघाउनु भएको छ र आज एक्सप्लोर गरौँ अलि नरायनीतिर। जस राम्रो ठाउँ रहेछ। यो रोडहरू पनि कस्तो दामी के यहाँ चितवनको हाम्रोतिर। साथीहरू हामी शिवघाट नरायणको आइसके। अम्मामा कस्तो कन्ट्रोल गरेको यहाँ पानीहरूको लागि कन्ट्रोल गरेको एरियाहरू पनि राम्रो राखेछ। जस साइडमा बच्चाहरू नानीहरू राम्रो खेलिरहेछ। जस आनन्द गरिरहेछ नानीहरू बाबुहरू। अनि त्यहाँ माछा पालन पनि गर्दै हुनुहुन्छ दाइले। अनि त्यहाँ ठ्याक्कै हेर्दाखेरि अलि राम्रो रमाइलो लाग्छ। अनि हाम्रो अतुल सर आइसक्नु भएको छ। यहाँ स्माइल त कडै छ सरको। अनि यहाँ साइडहरूको ब्याकग्राउन्ड त कस्तो रमाइलो छ हेर्दै हुनुहुन्छ तपाईँले नि। दाइले माछा मारेको हेरौँ है कस्तो रमाइलोसँग फ्याल्नु भयो जाल। आम्मामा कसरी तान्नुहुन्छ हेर्नु है। जस दामी लागिरहेछ यता एरिया पनि। यहाँ छ त्यस्तै माछा मार्ने पनि टन्नै मान्छे हुँदो रहेछ यतातिर। पाख्री बास हुँदा यस्तै नानीहरू जस्तो रमाइलो गरेको हामी त कस्तो बब्बा लागिरहेको थियो त्यो बेला पनि। त्यो मोमेन्ट पनि कहाँ बिर्सिन सक्छु त्यो मोमेन्टको। गाइस हाम्रो साथी धनी भएर हामीलाई हङ्ग्री रिजोर्टमा छिराइसकेछ। शान्त छुट्टै छ नि त फेरि। पैसाका भाइ पैसाका मालिक है बाबा। अनि यहाँ फेरि नरायनीको बिचमा माहौल छ नि सर। माहौल भएपछि त पैसाले पनि केही गर्न सक्दैन। वाउ मोमो आइसक्यो गाइज। हाम्रो मित्रको त खानाको लागि हेर्नु त चासो कस्तो राम्रो गयो। त्यो पनि नरायनी बिचको साइडमा। वाउ कस्तो दामी छ है। बब्बाल अगाडिको पनि नेचर कडा छ है हङ्ग्री होटेलमा।